ओम श्री परमात्मने नमः। ओम श्री परमात्मने नमः। अथ द्वितीयोऽध्यायः। अथ द्वितीयोऽध्यायः। संजय उवाच संजय उवाच तं तथा कृपयाविष्ट तं तथा कृपयाविष्ट तं तथा कृपयाविष्ट तं तथा कृपयाविष्ट मश्रुपूर्णाकुलेक्षणम् 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 तं तथा कृपयाविष्ट मश्रुपूर्णाकुलेक्षणम् तथा कृपयाविष्ट मश्रुपूर्णाकुलेक्षणम् विषीदन्तमिदं वाक्य विषीदन्तमिदं वाक्य विषीदन्तमिदं वाक्य विषीदन्तमिदं वाक्य मुवाच मधुसूदनः उवाच मधुसूदनः मुवाच मधुसूदनः उवाच मधुसूदनः विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः विषीदन्तमिदं वाक्यम् उवाच मधुसूदनः तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः विषीदन्तमिदं वाक्यम् उवाच मधुसूदनः यो तम तथा कृपयाविष्टम अश्रुपूर्णाकुलेक्षणम पनि भन्न सक्छौँ ल। तर अब त्यो तपाईँलाई बिचमा नरोकिकन मैले त्यही हिसाबले बोलेँ है। अनि विषीदन्तमिदं वाक्यम उवाच मधुसूदनः पनि भन्न सक्छौँ है। ठिकै छ। यहाँ चाहिँ हजुर यो चाहिँ म चाहिँ यसलाई चाहिँ अनि लगाउँछु जेमा पढ्दाखेरि कि अनि मेरो चाहिँ बानी ठिक छ। यहाँ हजुरलाई सुनाउँछ तम तथा कृपया विष्ट अश्रुपूर्णाकुलेक्षणम् यसमा चाहिँ धेरै यस्तै जान्छ होइन विष्ट भन्नु त्यो तपाईँले भन्नुहुन्छ नि विष्टम भन्नु। हजुर विष्ट तम तथा कृपया विष्टम अश्रुपूर्णाकुलेक्षणम् विष्टम अश्रुपूर्णाकुलेक्षणम विषीदन्तमिदं वाक्यम उवाच मधुसूदनः यसरी भन्न सकिन्छ ल। अब यसको अर्थलाई हामी बुझौँ। सञ्जय उवाच छ। अब पहिलो अध्याय सक्यो। पहिलो अध्याय सकिएपछि अर्जुन विषाद गर्दै रथको पछिल्लो भागमा गएर बसेका छन् आफ्नो धनुष्मान त्यागेर होइन। अनि त्यस्ता तम तथा कृपयाविष्टम अब सञ्जयले भन्दछन् तम भनेको त्यो अर्जुनलाई, तथा भनेको जुन प्रकारले अहिले ऊ एकदम करुणाले व्याप्त भएका छन्, रोइरहेका छन्, नेत्र आँखाभरि नेत्र अश्रुपूर्णाकुलेक्षणम अर्थात् आँखाभरि नेत्रभरि आँसु लिएका, आकुल नेत्र भएका, व्याकुल नेत्र भएका शोकयुक्त अर्जुनको प्रति भगवानले विषीदन्तम भनेको शोक गरिरहेका अर्जुनप्रति भगवानले भन्नुभयो, यह वचन भन्नुभयो भनेर यसको अर्थ आयो। बुझ्नुभयो नि अर्थ? सजिलै छ। अब श्री भगवान उवाच श्री भगवान उवाच श्री भगवान उवाच श्री भगवान उवाच कुतस्त्वाकस्मलमिदम् 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 विषमे समुपस्थितम् विषमे समुपस्थितम् विषमे समुपस्थितम् विषमे समुपस्थितम् कुतस्त्वाकस्मलमिदम् विषमे समुपस्थितम् कुतस्त्वाकस्मलमिदम् विषमे समुपस्थितम् अनार्यजुष्टमस्वर्ग्यम मैले म भने ल। अनि अकीर्ति हुन्छ यता अनार्यजुष्टमस्वर्ग्यम् अनार्यजुष्टमस्वर्ग्यम
अनार्यदुष्टमस्वर्ग्यम् अनार्यजुष्टमस्वर्ग्यम् अनार्यदुष्टमस्वर्ग्यम् अकीर्तिकरमर्जुन 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 अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन अनार्यदुष्टमस्वर्ग्यम् अकीर्तिकरमर्जुन एक साथ बोल्दा यसरी बोल्ने हो ल अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन अनार्यदुष्टमस्वर्ग्यम् अकीर्तिकरमर्जुन कुतस्त्वाकस्मलमिदं विषमे समुपस्थितम् कुतस्त्वाकस्मलमिदं विषमे समुपस्थितम् अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन अनार्यदुष्टमस्वर्ग्यम् अकीर्तिकरमर्जुन ठिकै छ केही छैन त्यसलाई भन्न सकिन्छ स्वर्गम भन्दा अकीर्ति भइहाल्छ ठिक छ यो जुन श्लोक छ दोस्रो श्लोक हो अब यसमा भगवानले भन्नुभयो अर्जुन अत्यन्त नेत्रभरि आँखाभरि आँसु लिएर अत्यन्त व्याकुल भएका अर्जुनको प्रति भगवानले के भन्नुभयो भनेर भन्दा यहाँ आएको छ कुतस्त्वाकस्मलमिदं हे अर्जुन यो समयमा यो कस्तो समय भनेको असमय हो लडाइँ गर्नको लागि आएर युद्ध भूमिमा तयार भएका छौ तिमी तर यो समयमा तिमीलाई यो कस्मल अर्थात् यो मोह कहाँबाट प्राप्त भयो यो अनार्य यो आर्यको द्वारा अर्थात् श्रेष्ठ पुरुषको द्वारा आचरित कुरा होइन यो स्वर्गलाई दिनेवाला पनि होइन यसले तिम्रो कीर्तिलाई पनि गर्नेवाला होइन यो त तिमीलाई नाश गराउनेवाला हो अचानक तिमी आएर अब भन्छौ म लडाइँ गर्दिनँ भनेर तिमी अत्यन्त दुःखी भएका छौ यो तिम्रो लागि उपयुक्त छैन भनेर भगवानले भन्दै हुनुहुन्छ अगाडिको श्लोकमा जाउँ ल क्लैब्यम्मास्मगमः पार्थ क्लैब्यम्मास्मगमः पार्थ क्लैब्यम्मास्मगमः पार्थ नैतत्त्वयुपपद्यते युपपद्यते क्लैब्यम्मास्मगमः पार्थ नैतत्त्वयुपपद्यते युप होला युपपद्यते नैतत्त्वयुपपद्यते पद्यते क्षुद्रं हृदय दौर्बल्यं क्षुद्रं हृदय दौर्बल्यं त्यक्तोत्तिष्ठ परन्तप त्यक्तोत्तिष्ठ परन्तप त्यक्तोत्तिष्ठ परन्तप क्षुद्रं हृदय दौर्बल्यं त्यक्तोत्तिष्ठ परन्तप क्लैब्यम्मास्मगमः पार्थ नैतत्त्वयुपपद्यते क्षुद्रं हृदय दौर्बल्यं त्यक्तोत्तिष्ठ परन्तप क्षुद्रं हृदय दौर्बल्यं त्यक्तोत्तिष्ठ
निष्ठा परम तप। सुन्दर। यो श्लोकको अर्थ पनि बुझौँ हामी। क्लैब्यम मास्मगवः पार्थ नैतत्त्वयुपपद्यते। अर्जुन, तिमी क्लीवतालाई प्राप्त नहौ, अर्थात् तिमी नपुसक जस्तो कुरा नगर, होइन? किनकि लडाइँ गर्छु भनेर आइसकेका छौ, अब तिमी त्यहाँबाट भाग्ने कुरा गर्दैछौ, लडाइँ गर्दिन भन्ने कुरा गर्दैछौ। यो तिम्रो लागि उपयुक्त कुरा होइन। नैतत्त्वयुपपद्यते, यो तिम्रो लागि उचित होइन। तिम्रो भित्र भएको, हृदयमा भएको जुन दुर्बलता छ त्यसलाई त्यागेर तिमी लडाइँको लागि तयार हो जाऊ भनेर भन्नुभएको छ भगवान्ले। क्षुद्रम हृदय दौर्बल्यम, तिम्रो हृदयमा भएको जुन दुर्बलता छ त्यो दुर्बलतालाई त्यागेर तिमी त्यक्तोत्तिष्ठ परन्तप, हे परन्तप तिमी लडाइँ गर्नको लागि, युद्ध गर्नको लागि तयार हौ भनेर भन्नुभएको छ। ओके। अर्जुन उवाच कथं भीष्ममहं संख्ये कथं भीष्ममहं संख्ये कथं भीष्ममहं संख्ये कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन द्रोणं च मधुसूदन द्रोणं च मधुसूदन कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन इषुभिः प्रतियोत्स्यामि इषुभिः प्रतियोत्स्यामि पूजार्हा वरिसूदन पूजार्हा वरिसूदन पूजार्हा वरिसूदन कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन इषुभिः प्रतियोत्स्यामि पूजार्हा वरिसूदन यसको अर्थ बुझ्नु होला। अब अर्जुनलाई भगवान्ले सम्झाउनु हो, तिमी किन यहाँ आएर अब डराएको जस्तो स्थितिमा आयौ, नपुंसक जस्तो भएका छौ, तिमी आफ्नो हृदयको दुर्बलता त्याग्देऊ, लडाइँको लागि तयार हौ भनेर भगवान्ले भन्दाफेरि अर्जुनको प्रश्न उत्तर यस्तो आउँछ। अर्जुन उवाच हे प्रभु, हे मधुसूदन, म रणभूमिमा भीष्म पितामह र द्रोणाचार्यलाई कसरी म धनुष बाण चलाउँछु, उनीहरूको माथि उनीहरूको विरुद्धमा कसरी लडाइँ गर्न सक्छु? किनकि हे मधुसूदन, हे हरिसूदन, यी दुइटै मेरा पूजनीय हुन्। यसको अर्थ यो है। इषुभिः प्रतियोत्स्यामि, अर्थात् म बाणको द्वारा कसरी उहाँको विरुद्ध लडाइँ गर्न सक्छु, उहाँलाई कसरी प्रहार गर्न सक्छु, किनकि यी दुवैजना मेरा पूजनीय हुन्। किनभने उहाँको अर्जुनको विपक्षमा हुनुहुन्थ्यो भीष्म पितामह र द्रोणाचार्य, होइन? भीष्म पितामह हुनुहुन्थ्यो, द्रोणाचार्य गुरु हुनुहुन्थ्यो। तर उहाँसँग म कसरी लडाइँ गर्न सक्छु भनेर अर्जुनले यहाँ आफ्नो भनिदिउँ न शोक प्रकट गर्दैछन्। अगाडि गुरुन हत्वा हि महानुभावान् गुरुन हत्वा हि महानुभावान् गुरुन हत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्षमपि लोके
लोके श्रेयो भोक्तुं भैक्षमपि हलोके श्रेयो भोक्तुं भैक्षमपि हलोके हत्वार्थकामांस्तु गुरूनिहैव हत्वार्थकामांस्तु गुरूनिहैव हत्वार्थकामांस्तु गुरूनिहैव हत्वार्थकामांस्तु गुरूनिहैव भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् गुरून् हत्वा हि महानुभावान् गुरून् हत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्षमपि हलोके श्रेयो भोक्तुं भैक्षमपि हलोके हत्वार्थकामांस्तु गुरूनिहैव हत्वार्थकामांस्तु गुरूनिहैव भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् यसको अर्थ रहेको छ अर्जुनले भन्दैछन् म यी दुईटालाई त मार्न सक्दिनँ किनभने यी पूजनीय हुन् अगाडि भन्दछन् गुरुन् नहत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्षमपि हलोके यी दुईटा जुन गुरुहरू छन् यी महानुभाव उहाँहरूलाई मार्नुभन्दा त म यो संसारमा भिक्षा मागेर खान कल्याणकारक सम्झन्छु किनकि उहाँहरूलाई मारेर हत्वार्थकामांस्तु गुरूनिहैव यदि उहाँहरूलाई मारेर मैले यो संसारको राज्यको भोग यदि मैले प्राप्त गरेँ भने पनि त्यो सबै भोग त उहाँहरूको खुनबाट सनिएको भोग हुन्छ अर्थात् मैले उहाँहरूलाई मारेर मैले यो सांसारिक भोग प्राप्त गरेँ राज्यको सुख पाएँ भने पनि मैले उहाँहरूलाई मारेको भोग हुन्छ त्यो म गर्न चाहन्न भनेर भन्दैछन् हजुर ओ